So hello guys, नमस्ते सबैजनालाई मेरो पहिलो भ्लग डे वान म चाहिँ ड्युटी सकेर होइन ड्युटी सक्यो 7:30 भयो रातिको। अहिले हेटौडाको नाइट भ्यू स्कुल रोडको नाइट भ्यू है यो चाहिँ हेटौडा स्कुल रोडको है। म चाहिँ आज बिहान 9 बजेदेखिको काम सकाएर अहिले बेलुकाको 9 बजेको छ। 9 बज्न लाग्यो भनौँ, सरी 7:30 भयो। मेरो ठ्याक्क 7:30 बजे सकिन्छ। अनि म सरी चाहिँ हेटौडाको स्कुल रोडको नाइट भ्यू म काम सकेर हिँडेको कामदार र सो हिँडौँ अब। मेरो रुम चाहिँ यहाँदेखि लगभग कति 10 मिनट लाग्छ हिँडेर, 10 मिनट अलिक बेसी लाग्छ होइन। फोन गरेको रहेछ अनि अब यहाँबाट गएर म सिधै खोकी गल्लीमा छिरेर तरकारी सब्जीहरू यताउता किनेर गएर खानासाना बनाएर साथीहरू आइपुगेँ। हेर सक्नुहुन्छ यो चाहिँ खोपी गल्ली हो भने अब यो खोपी गल्लीको म अलि माथि गएर म सब्जी लिन्छु होइन। एकछिन वेट गर्नु होला, त्यो भिडियो पनि म लिनेछु। यो साथीहरू फाइनली म आइसकेको छु सब्जी मन्डी हेटौडाको एकदम चलेको ठाउँ जुन चाहिँ खोपी गल्ली भनिन्छ होइन। यो खोपी गल्ली सब्जी पाउने ठाउँ हेटौडाको होइन। यो चाहिँ नाइट भ्यू है। यो चाहिँ खोपी गल्लीको एकदम नाइट सो यो भ्यू रहेको छ हाम्रो सङ्गम चौक जाने बाटो होइन। यता पछाडि मेरो पछाडि रहेको छ अगाडि पछाडिको त्यो चाहिँ कुमारी ब्याङ्क भएर अहिले चाहिँ म कुमारी ब्याङ्कको अगाडिको रोडबाट सङ्गम चौकको चाहिँ घुम्न जाँदैछु। यो चाहिँ सङ्गम चौकमा जाने होइन नाइटको भ्यू है। हेर्नु क्या बवाल सजाएर आएको छ अन्त, बाफ रे बाफ। नाइटमा चाहिँ होइन एकदम आनन्दसँग है, लाइट हेर्नु न, बाफ। सो म चाहिँ रुममा आइसकेँ होइन। यहाँ रुममा बस्छु है। यहाँ चाहिँ मेरो रुम साइडमा छेउमा, सबभन्दा छेउमा यतापट्टि भाडा माग्ने भयो भने यो चाहिँ मेरो रुम भद्रगोल छ है। बिहान निस्केदेखिको यहाँ चाहिँ म सुत्ने हो, त्यहाँ भाइ सुत्छ। तरकारी सरकारी ल्याएँ भाइ खाना बनाउन, तरकारी बनाउन टक्क साँझको होइन। अनि म चाहिँ आइपुगेँ दिनभरिको काम गरेर थाकेर। गर्मी छ यस्तै, बिहानदेखिको बिहान 8 बजे निस्किएदेखिको रुममा सिधै बेलुका 8 बजे आइपुग्छु। बिहानभरि एक दिनभरि काम गर्ने होइन, बिहानदेखि कन्टिन्यू रेगुलर काम गर्दै हिँड्ने होइन। अनि गर्मी धेरै छ, पुरा पसिना लुहरू भिजेको छ होइन। अब जाने हो, फ्रेस हुने हो, नुहाउने हो होइन। अनि खानासाना बनाउने, भाइले बनाइदिन्छ खाना है, भाइ पनि यहाँ छ। अनि खानासाना खाएर अब चाँडै सुरु गर्नु पऱ्यो, भोलि बिहान चाँडै उठ्नु पऱ्यो। उठेर क्लास प्लस मेरो काम प्लस अनि क्लास पनि छ। क्लास हाम्रो बारिस्टा भयो नि त, बारिस्टाको 8को क्लास छ भाइको मेरो सँगै छ होइन। भाइले यहाँ खानासाना बनाउँछ अनि म नुहाएर आएर फ्रेस भएर चाहिँ खाना खाएर मस्त आराम गरेर फाइनको हावामा सरर सुतिन्छ। यो चाहिँ मेरो डे वानको पहिलो भ्लग हो भने अब आजदेखि चाहिँ हाम्रो मेरो रेगुलर भ्लग आउँदैछ बिहानदेखिको होइन। म बिहान निस्किँदादेखिको प्लस दिउँसोको कामको मेरो प्लस आउनेछ। त्यस्तो भन्दै आजको लागि यति नै। लभ यु गाइस, बाई बाई।